आफ्नो बाटो आफै हिँड्न सिक्नुपर्छ। कहिलेकाहीँ जीवनमा यस्तो समय आउँछ जहाँ मेहनत गरिरहेका त हुन्छौं तर नतिजा केही पनि देखिँदैन। त्यति बेला मनमा आउँछ मैले गरिरहेको सही त हो। साँच्चै भन्नुपर्दा यस्तो अवस्था सबैको जीवनमा आउँछै आउँछ। तर मैले बुझेको एउटा कुरा के हो भने सबै कुराको नतिजा तुरन्तै देखिँदैन। आज गरेको मेहनतले आजै सफलता नदेला तर त्यसले हामीलाई हिजो भन्दा अलि बलियो बनाइरहेको हुन्छ। त्यसैले अहिले जीवनमा जहाँ छ त्यहीबाट अगाडि बढ्नुहोस्। धेरै ठूलो परिवर्तन खोज्नु पर्दैन। आज एउटा काम राम्रो गरौं, भोलि अर्को एउटा कदम राम्रो चालौं। बिस्तारै 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 बाटो आफै खुल्दै जान्छ। अरूले तपाईलाई कति अगाडि पुगेको देख्छन् भन्ने होइन, तपाई आफू हिजो भन्दा कति अगाडि बढ्नुभयो त्यो चाहिँ महत्त्वपूर्ण हो। बस